युद्ध किन सुरु भयो, विश्वयुद्धको सम्भावना कति र नेपाललाई कति असर गर्छ। आउनुहोस् आज इरान र इजरायल बीचमा भइरहेको युद्धको विस्तृत रूपमा छलफल गरौँ। आज हामी एउटा अत्यन्त संवेदनशील प्रश्नको सामना गरिरहेका छौँ के विश्व फेरि ठुलो युद्धको दिशामा गइरहेको छ। पहिले बुझौँ यो तनाव सुरु कसरी भयो। 1979 पछि इरान र इजरायल बीच वैचारिक शत्रुता भयो। इरानले इजरायललाई आफ्नो राजनीतिक विचारधाराको विरुद्ध मानेको छ। त्यसपछि दशकौंसम्म प्रत्यक्ष होइन तर अप्रत्यक्ष प्रोक्सी युद्ध चलिरह्यो। हिजबुल्ला र हमास जस्ता समूहहरू यस समीकरणमा जोडिए। इजरायलले भने इरानको आणविक कार्यक्रमलाई आफ्नो अस्तित्वका लागि खतरा मानेको छ। अब प्रश्न उठ्छ, यो तनाव विश्वयुद्धमा बदलिन सक्छ? विश्वयुद्ध हुनका लागि ठूला शक्तिहरू प्रत्यक्ष भिड्नुपर्छ। यदि अमेरिका, रसिया र चाइना जस्ता देशहरू प्रत्यक्ष सैन्य भिडन्तमा उत्रिए भने अवस्था भयावह हुन सक्छ। तर अहिलेको अवस्था हेर्दा पूर्ण विश्वयुद्धको सम्भावना कम देखिन्छ, किनभने आजका महाशक्तिहरूसँग आणविक हतियार छन्। आणविक युद्धको अर्थ हुनेछ सबैको हार। तर वर्स्ट केस सिनारियो के हो त? यदि मध्यपूर्वको युद्ध फैलियो भने तेल आपूर्ति अवरुद्ध हुन सक्छ। होर्मुज जलडमरू मध्ये बन्द भयो भने विश्व अर्थतन्त्र हल्लिन सक्छ। तेल महँग्यो भने विश्वव्यापी महँगी बढ्छ। स्टक मार्केटहरू धराशायी हुन सक्छन्। अब आउँछ प्रश्न, नेपाललाई कति असर पर्छ? नेपाल युद्धमा प्रत्यक्ष सहभागी नहोला तर आर्थिक रूपमा असर गम्भीर हुन सक्छ। पहिलो, तेल महँगो हुन्छ। नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। तेल महँगो भयो भने सबै वस्तु महँगो हुन्छ। दोस्रो, रेमिट्यान्स। हजारौं नेपाली मध्यपूर्वका देशहरू जस्तै कतार, साउदी अरब, युएईमा कार्यरत छन्। यदि क्षेत्र अस्थिर भयो भने रोजगारी प्रभावित हुन सक्छ। रेमिट्यान्स घट्यो भने नेपालको अर्थतन्त्रमा सिधा दबाव पर्छ। तेस्रोमा छ अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति श्रृङ्खला। खाद्यान्न र दैनिक वस्तुहरूको मूल्य बढ्न सक्छ। अब अर्को सम्भावना, यदि विश्वयुद्ध भएन भने के चुनौती आउन सक्छ? दीर्घकालीन महँगी, बेरोजगारी, राजनैतिक अस्थिरता, विश्व शक्तिहरू बीच चिसो युद्ध यानि कि कोल्ड वार जस्तो प्रतिस्पर्धा। अन्ततः विश्वयुद्ध तुरुन्तै सुरु हुने सम्भावना कम छ, तर क्षेत्रीय युद्धले विश्व अर्थतन्त्रलाई पुरै हल्लाइदिन्छ। हामी सानो देश हौँ तर विश्वसँग जोडिएका छौँ। त्यसैले प्रश्न युद्धको होइन तयारीको हो। हामीले आर्थिक रूपमा कति सजग रहन सक्छौँ, सरकारले कति रणनीति बनाउँछ र हामी नागरिकले कति सचेत निर्णय लिन्छौँ। शान्ति सबैले चाहन्छन् तर इतिहासले देखाउँछ शान्ति केवल चाहेर मात्र टिक्दैन, बुद्धिमानी निर्णयले टिक्छ।